हामीले जियोमान्डु कन्फरेन्स नेपाल जियोटेक्निकल सोसाइटीबाट आयोजना गर्दै गर्दा यसको पहिलो संस्करण 2023 मा र दोस्रो संस्करण 2024 मा सम्पन्न गरिसकेका छौं। र त्यो सम्पन्न गर्दै गर्दा 2023 मा पहिलो कन्फरेन्स नै भए पनि हाम्रो 350 भन्दा बढीको सहभागिता र 12 भन्दा बढी देशबाट चाहिँ सहभागीहरू हुनुहुन्थ्यो भने दोस्रो कन्फरेन्समा 500 भन्दा बढी सहभागी र 22 भन्दा बढी राष्ट्रहरूको सहभागितामा हामीले कन्फरेन्स सम्पन्न गरिसकेका छौं। र त्यो कन्फरेन्सबाट प्रस्तुत भएका प्रस्तुतिकरणहरू र त्यसमा हामीलाई सबमिट गर्नुभएका पेपरहरूको आधारमा हामीले 4 वटा पुस्तकहरू प्रकाशन गरिसकेका छौं, जुन स्प्रिङ्गरको अफिसियल वेबसाइटमा पनि आइसकेको छ र हामीले जियोटेक सोसाइटी मार्फत पनि राखिसकेका छौं। ती 4 वटा बुकहरूमा हामीले पहिलो भोल्युमको रूपमा अर्थक्वेक इन्जिनियरिङ एन्ड साइस्मिक डिजाइनको रूपमा 28 वटा पेपर, क्लाइमेट चेन्ज एन्ड जियो हजार्ड्सको रूपमा 30 वटा पेपर, जियोटेक्निक्स फर सस्टेनेबिलिटीको रूपमा 29 वटा पेपर र ग्राउन्ड इम्प्रुभमेन्ट एन्ड इन्भाइरोमेन्टल जियोटेक्निक्सको थीमेटिक एरियामा 32 वटा पेपर गरेर करिब 119 वटा पेपरहरू हामीले यो 4 वटा बुक भोल्युममा समेटेका छौं, जसमा एउटा पेपरमा एभरेजमा 3 वटा जस्तो अथरलाई मात्रै मान्ने हो भने पनि हामीसँग 357 भन्दा बढी अथरहरू समेटिएका 4 बुक भोल्युमहरू प्रकाशित भइसकेका छन्, जसमा करिब 50% भन्दा बढी या हाराहारीमा चाहिँ नेपाली अथरहरू नै हुनुहुन्छ, जसले चाहिँ पहिलो पल्ट स्प्रिङ्गरमा आफ्नो पेपर चाहिँ प्रकाशित गर्नुभएको थियो। यसरी हामीलाई यो यात्रा गर्दै गर्दाखेरि सुरुमा हामीले एब्स्ट्र्याक्ट कल गरेका थियौं, जसमा चाहिँ सर्ट सिनोप्सिस अफ पेपर जस्तोको रूपमा चाहिँ 250 वटा भन्दा बढी एब्स्ट्र्याक्टहरू प्राप्त भएका थिए, जसमा स्क्रिनिङ गरेर रिभ्यू प्रोसेसबाट आएका र एक्सेप्ट भएका पेपरहरू आह्वान गर्दाखेरि हामीलाई 175 वटा फुल पेपरहरू प्राप्त भएका थिए, जसमा चाहिँ एक्सेप्टेन्स रेट हेर्ने हो भने 47% जस्तो हुन जान्छ र हामीले टोटलमा बुक पब्लिस गर्दै गर्दाखेरि 119 पेपरहरू प्रकाशित गरेका छौं। र यो चाहिँ हामीले स्प्रिङ्गर नेचरको कन्फरेन्स प्रोसिडिङ पब्लिकेसन जर्नल लेक्चर नोट्स इन सिभिल इन्जिनियरिङ भन्ने जर्नलमा प्रकाशित गरेका छौं, जुन चाहिँ साइन्स स्कुपस इन्डेक्स छ र इक्विभ्यालेन्स चाहिँ टु Q4 जर्नल। र यसमा चाहिँ हाम्रो एडिटोरियल बोर्ड मेम्बरको रूपमा प्रोफेसर डाक्टर नेत्रप्रकाश भण्डारी, प्रोफेसर डाक्टर विनोद तिवारी, डाक्टर इन्द्रप्रसाद आचार्य, डाक्टर मनदीप सुवेदी, डाक्टर ढुण्टिराज पाठक र डाक्टर केशव शर्मा, जुन जियोटेक सोसाइटीको सिनियर सरहरू हुनुहुन्छ, जुन चाहिँ यो थ्रु आउट द प्रोसेसमा एडिटोरियल बोर्ड मेम्बरको रूपमा एडिटर्सको रूपमा चाहिँ रहनुभयो। एडिटोरियल सेक्रेटरीको रूपमा म रहँदै गर्दाखेरि विभिन्न युवा साथीहरू जसलाई पहिला बुक पब्लिकेसनको केही आइडिया नभएर पनि यसमा चाहिँ टेक्निकल वर्किङ टिममा रहेर हामीले काम गरेका थियौं। मैले नामै लिनु पर्दाखेरि विप्लव, कविन, सामना, कमल, आयुष, अभिषेक, ज्योति, सन्तोष लगायतको टिम र त्यसैगरी 60 भन्दा बढी रिभ्यू कमिटी मेम्बर्सहरू जो देशमा अथवा देशभन्दा बाहिर रहनुभएका नेपाली अथवा नन नेप्लिज जियोटेक सिभिल इन्जिनियर कम्युनिटीले चाहिँ यो रिभ्यू पश्चात चाहिँ यो बुकहरू हामीले प्रकाशन गर्न सफल भएका छौं। यो यात्रालाई सम्झिनु पर्दाखेरि हामीले स्प्रिङ्गरमा पब्लिकेसन गर्नुपर्छ। हाम्रो नेपालमा भएका कामहरू, नेपालमा भएका प्रोजेक्ट या रिसर्चहरूलाई चाहिँ इन्टरनेसनल कम्युनिटीसम्म पुर्याउनका लागि चाहिँ हामीले इन्टरनेसनल पब्लिकेसन गर्न जरुरी छ भन्ने महसुस भएर करिब 2022 मा सन् 2022 मा हामीले यो यात्रा सुरु गरेका थियौं, जसमा हाम्रो प्रोफेसर नेत्र सरले चाहिँ यो यात्रालाई कम्युनिकेसनको रूपमा अफिसियली सुरु गर्नु भएको थियो। त्यो कम्युनिकेसन हाम्रो बीचमा ब्रेक हुँदै फेरि त्यसमा लगातार लाग्दै गर्दाखेरि चाहिँ विभिन्न त्यसको डकुमेन्टेसन प्रोसेस, त्यसको रिक्वायरमेन्टहरू कम्प्लिट गर्दै गर्दा हामीले चाहिँ 2 वर्ष जस्तो लगाएर सन् 2024 को फेब्रुअरीमा बल्ल हाम्रो प्रपोजल चाहिँ एक्सेप्ट हुन पुग्यो। यसको दौरानमा हाम्रो केशव सर, मनदीप सर, नेत्र सर लगायत हाम्रो एडिटोरियल टिम, जियोटेक सोसाइटीको एक्जिक्युटिभ कमिटी लगायत सबैजना चाहिँ हामीले धेरै नै मेहनत गरेर त्यहाँसम्म पुग्न सफल भएका थियौं। र त्यो भइसकेपछि हामीले चाहिँ स्प्रिङ्गरबाट हाम्रो डेडिकेटेड सिस्टम नै पायौं, जुन इकिनोसियस भन्ने सिस्टम छ, जसले चाहिँ सबै कन्फरेन्सको प्रोसिडिङको पेपरहरू रिसिभ गर्ने, रिभ्यू गर्ने, म्यानेज गर्ने र पब्लिकेसन अथवा प्रोडक्सनसम्म लैजानलाई सजिलो हुने गरीको सिस्टम हामीले अफिसियली जियोमान्डुको लागि पायौं। र त्यो पाइसकेपछि हामीले नोभेम्बर 2024 मा यी सबै बुकको लागि आवश्यक पेपरहरूलाई डिभाइड गरेर प्रिपेयर गरिसकेपछि सबमिट गर्यौं र फेरि स्प्रिङ्गरले आफ्नै रिभ्यू सिस्टममा रहेर रिभ्यू गरेर प्लेगरिजम चेक गर्नेदेखि लिएर त्यसको टेक्निकल कन्टेन्टहरू, त्यसको राइटिङ, फर्म्याटिङ सबै कुराहरू गर्दाखेरि करिब हामीलाई अर्को फेरि 2 वर्ष लागेर 2026 को अहिले हामी जनवरीमा छौं र जनवरीमा हामीसँग 4 वटा बुक अङ्कहरू प्रकाशित भइसकेका छन्। 2टा हाम्रो हार्ड कपीमै आइसकेका छन्
भने 2वटा बुकहरू आउने क्रममा छन् र यसरी यो यात्रालाई सम्झिनु पर्दा हामीले एकदम प्रेरित महसुस पनि गरेका छौँ र उत्साहित पनि छौँ अब आगामी दिनमा गर्ने कन्फरेन्सहरूमा र हामीले कम्तीमा यति धेरै नेपाली इन्जिनियरहरू प्रोफेसनलहरूका कामहरूलाई चाहिँ इन्टरनेसनल प्लेटफर्ममा पब्लिस गर्न पाउँदा खुसी पनि महसुस गरेका छौँ र अब हामीले यही उत्साहलाई कायम गर्दै हाम्रो अर्को कन्फरेन्स जियो मान्डु 2027 चाहिँ जुन हामीले घोषणा पनि गरिसकेका छौँ मार्चको 17 देखि 19 सम्म सञ्चालन गर्ने भनेर र यसमा चाहिँ हामीले यसपालि 2वटा इन्टरनेसनल कन्फरेन्सको सिरिज पनि हामीसँग जोइन भएर हामीले संयुक्त रूपमा आयोजना गर्न गइरहेका छौँ 11th एसियन यङ जियो टेक्निकल इन्जिनियर्स कन्फरेन्स AYGEC र फर्स्ट साउथ एसियन कन्फरेन्स अन जियो टेक्निक्स भनेर इन्टरनेसनल कन्फरेन्सहरू पनि हामीसँग टाइअप गरेर चाहिँ सँगै हामीले सुरु गर्दैछौँ। यहाँहरूले यसपालि पनि अघिल्लो पालिहरू जस्तै साथ दिनुहोला, आफ्ना पेपरहरू आफ्ना कामहरूलाई चाहिँ प्रेजेन्ट गर्ने एउटा राम्रो प्लेटफर्मको रूपमा यसलाई लिनुहुनेछ भन्ने विश्वास लिएको छु। धन्यवाद, नमस्कार।